यहाँ हेर्नु सबैजनाले अब यहाँनिर कन्भर्ट विक्स इन्टु डेज एन्ड डेज इन्टु विक्स भनेर दिएको छ हो कि होइन? अब यहाँनिर कन्भर्ट विक्स इन्टु डेज अरे हप्तालाई चाहिँ दिनमा परिवर्तन गर्नुहोस् भन्दैछ हो र दिनलाई चाहिँ हप्तामा परिवर्तन गर्नुहोस् भन्दैछ। यदि दिनमा दिएको रहेछ भने हामीले हप्तामा ल्याउनु पर्यो, हप्तामा दिएको रहेछ भने दिनमा लैजानु पर्यो। कुरा बुझ्नु भयो त? कति दिनको एक हप्ता हुन्छ ल भन्नुहोस् त? 7 दिनको कति हुन्छ? एक हप्ता हुन्छ। पक्का हो? अब यहाँनिर हेर्नुहोस् यो दुईटै समयको एकाइहरू हुन्। यो दुईटै के हुन् अरे समयको एकाइहरू हुन्। यो हप्ता एकाइमा छ भने यो दिन एकाइमा छ। अब कुन एकाइ ठुलो, हप्ता ठुलो कि दिन ठुलो हो ल भन्नुहोस् त? हप्ता ठुलो हो। त्यसो भए हामीले पहिले फेरि एकपल्ट हामी रिभाइज गर्छौँ। हप्ता चाहिँ दिनमा लानु पर्यो भने ठुलोलाई सानोमा लानु पर्यो भने के गर्नुपर्छ? गुणा गर्नुपर्छ। कुन एकाइले थाहा छ? त्यो दुईटा एकाइहरूको बिचमा तुलना गर्दाखेरि जुन चाहिँ एकाइ सानो हो त्यो एकाइले चाहिँ के गर्नुपर्छ? गुणा गर्नुपर्छ हो कि होइन? त्यसै गरी सानो एकाइलाई ठुलो एकाइमा लाँदा हामी सधैँ के गर्छौँ? भागा गर्छौँ। कतिले? 7ले। किनभने यहाँनिर विक र डेजको सम्बन्ध चाहिँ यहाँनिर 7 डेज इक्वल टु 1 विक छ। यो भनेको दुईवटा एकाइहरू मध्येमा विक चाहिँ ठुलो एकाइ हो भने डेज चाहिँ सानो एकाइ हो। अब यसरी हप्तालाई दिनमा लाँदाखेरि 7ले गुणा गर्ने रहेछौँ भने अर्थात् ठुलो एकाइलाई सानो एकाइमा लाँदाखेरि हामी सधैँ के गर्छौँ? गुणा गर्छौँ भने सानो एकाइलाई ठुलो एकाइमा लाँदाखेरि हामी के गर्छौँ? सधैँ भागा गर्छौँ। त्यतिखेर दुईटैमा गुणा गर्दा पनि र भाग गर्दा पनि सानो एकाइको एकाइ चाहिँ हामीले प्रयोग गर्छौँ। यसै गरेर हामीले दिन र महिना, दिन र वर्ष, दिन र घन्टा होइन, सेकेन्ड र मिनेट, मिनेट र घन्टा सबै ठाउँमा हामीले प्रयोग गर्न सक्छौँ यही विधिबाट। त्यसैले हामीले कुन हिसाब गर्दैछौँ त्यसको सम्बन्ध हामीले याद गर्नुपर्ने हुन्छ। यहाँ छेउमा लेखेर तपाईँहरूले पनि कोसिस गर्न सक्नुहुन्छ। अब यो अनुसार कन्भर्ट विक्स इन्टु डेज एन्ड डेज इन्टु विक्स भनेर दिएको छ जुन 5 नम्बरमा। यसको कति नम्बरको गरिदिउँ मैले ल भन्नुहोस् त? यसको आइभीको गरिदिनु ल। आइभीमा के दिएको छ पढ्नुहोस् त? 238 डेज भनेर दिएको छ हो। ल हेर्नुहोस् यहाँनिर डेज दियो भने दिनमा दियो भने यसलाई केमा लानुपर्छ अरे? केमा लानुपर्छ अरे? हप्तामा लानुपर्छ। पहिले त्यो भन्नुहोस्। दिनमा दिएको छ भने केमा लानुपर्छ? हप्तामा। हप्तामा लान कुन ठुलो, दिन ठुलो कि हप्ता ठुलो हो? हप्ता ठुलो। त्यसो भए हप्ता ठुलो भने सानोलाई ठुलोमा लाँदाखेरि हामी सधैँ के गर्छौँ? भागा गर्छौँ। कतिले? 7ले। त्यसो भए यो भनेको यहाँ हेर्नुहोस् 238 को मुनि 7 राख्यौँ भने यो भागा गरेको है त है। यो के भयो? अब यो विक भयो। के भयो अरे? विक भयो। अब यसको अपरेसन हामी यहाँ हेर्छौँ। 238लाई 7ले भाग गर्दाखेरि कति हुन्छ? यहाँ हेर्नुहोस् है त। 7ले 23लाई कति पल्ट जान्छ? पहिले हेर्नुहोस् त यो दुईटालाई 3 पल्ट गर्दा 21 हुन्छ हो कि होइन? हो। अब यो 3 मा 1 घट्यो, यहाँनिर 2 भयो, 2 मा 2 क्यान्सल भयो। अब यो 8 डाउन हुन्छ कि हुँदैन? हुन्छ। 8 डाउन भएर यहाँनिर कति भयो हेर्नुहोस् त? 28 भयो। 7 4 जा 28 हो। यो सबै गर्दा क्रस भयो। कति हप्ता आयो हेर्नुहोस् त? 34। त्यसो भए कति हुँदो रहेछ? 34 विक्स हुने रहेछ हो कि होइन? ल यसै गरी हामी सबै गर्न सक्छौँ। अघि कुन नम्बर भन्दै हुनुहुन्थ्यो अर्को? ल भन्नुहोस् त? 6 को अरे VI को हो। त्यहाँ कति के दिएको छ ल पढ्नुहोस् त? 475 डेज भनेर दिएको छ हो। ल यहाँनिर हेरौँ। अब यो भनेको यसको पनि सोलुसन हेरौँ। ल यसको सोलुसन हेरौँ। यहाँनिर हेर्नुहोस् है त। यसको सोलुसन हेरौँ। दिनलाई हप्तामा लाँदाखेरि भाग गर्नुपर्छ हो कि होइन? कतिले अरे? 7ले। अब यो के भयो? विक भयो हो कि होइन?
अब यसको अपरेसन गरेर हामीले हेरौँ यहाँनिर 475 लाई हैन त कतिले 7 ले यो एउटालाई मात्रै जान्छ त जाँदैन सानो छ त्यसैले अब हामीले दुईटामा हेर्छौं यसको नजिकसम्म पुग्छौं 7 6 जा 42 यसलाई माइनस गरिदिन्छौं 7 मा 2 घट्दा कति हुन्छ थाहा छ 5 हुन्छ 4 मा 4 गयो क्यान्सल भयो 5 डाउन भयो अब हो कि हैन हो अब यो कति भयो दुईटैमा हेर्नुस् त कति भयो यो 55 भयो हो कि हैन 55 लाई 7 ले कति पल्ट जान्छ तपाईहरुलाई थाहा छ 7 7 जा 49 हुन्छ हैन त यसको नजिकसम्म अब यो यहाँ मैले गरेर देखाउँदा धेरै समय लाग्छ त्यसैले मैले छिटोमा गर्दै अस्ति हामीले सिकेको छौं यो हैन हो त्यसकारणले गर्दाखेरि अब यहाँ हेर्नुस् 55 मा 49 घट्नु पर्ने यो 5 मा 9 घट्छ त घट्दैन यहाँबाट 1 के गर्नु पर्ने हो यहाँनेर सापट लानु पर्ने हो बोरो गर्नु पर्ने हो अर्थात यहाँनेर अब कति हुन्छ यो 5 15 मा 9 घट्दा कति हुन्छ थाहा छ तपाईलाई 6 हुन्छ यहाँ कति बाँकी छ अब 4 गयो क्यान्सल भयो यो 6 भनेको चाहिँ 7 भन्दा सानो आयो हैन त हो त्यसैले अब हामीले यहाँ बुझ्नु पर्छ यो चाहिँ यो पुरा आएको चाहिँ यो चाहिँ वीक्स हो के हो रे यो वीक्स हो यो जति उब्रियो यो चाहिँ डेज नै हो के अरे के रहेछ यो डेज नै रहेछ त्यसैले 475 डेज भनेको चाहिँ यहाँ हेर्नुस् है त कति वीक्स अरे 67 वीक्स र यो जुन रिमेनिङमा आएको छ जुन शेष भएर आएको छ 6 डेज हो कि हैन हो यति हुँदो रहेछ त बुझ्नु भयो अब आउँछ सबैलाई आउँछ भन्ने जतिले हात उठाउनुहोस् त ल अलिक राम्ररी उठाउनुहोस् यता हेरेर उठाउनुहोस् सबैलाई आउँछ आउँछ ल केही कन्फ्युजन भएमा फेरि हामीले अर्को दिन प्रयास गर्नेछौँ धन्यवाद।